जनताहरू रोइरहेका छन्। एउटा हेलिकप्टर पठाउन सकेका छैन यो सरकारले कि कर्णालीलाई हेपेको हो। तपाईँ कर्णालीलाई अलग बनाउनुस्, तपाईँको राज्य व्यवस्था कर्णालीबाट सार्नुस्। अन्त तपाईँहरू एउटा सामान्य राज्य मन्त्री घुम्दाखेरि हेलिकप्टर लगेर घुम्नुहुन्छ। त्यति मात्र होइन, सगरमाथा संवाद के को संवाद, कहाँको संवाद, कताको संवाद? हिमपैह्रोले मान्छे मारिराखेका छ, त्यता उद्धार छैन, यहाँको नाटकबाजी। र अर्को व्यक्ति कार्यकारी निर्देशकमा नियुक्ति भएको 15 दिन नहुँदै 4-5 अरब घाटामा देखिने घाटा। हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर 6 तिलामा हिमपैह्रो गएको छ। अहिलेसम्म सरकारले उद्धार गरेका छैन। सरकारलाई म भन्न चाहन्छु, सरकारको दिमागमा जाम लाग्यो कि क्या हो? कि आँखामा रतन्दो लाग्यो, कि कानमा ढुसी पर्यो, कि हेलिकप्टरमा खिया लाग्यो? मन्त्रीहरूको सवारी हुँदा सरकारको हेलिकप्टर घुमेको घुमै हुने, हुम्लामा हिमपैह्रोमा हिमताल फुटेर जनताहरू रोइरहेका छन्। एउटा हेलिकप्टर पठाउन सकेका छैन यो सरकारले कि कर्णालीलाई हेपेको हो। यदि हेपेको हो भने म सिधा भन्न चाहन्छु, आज यो संसदमा म निर्वाचित हो कर्णालीबाट। तपाईँ कर्णालीलाई अलग बनाउनुस्, तपाईँको राज्य व्यवस्था कर्णालीबाट सार्नुस्। अन्त हामी चलाएर देखाउँछौँ कर्णाली। यस्तो पनि अपराध गर्न पाइन्छ? तपाईँहरू एउटा सामान्य राज्य मन्त्री घुम्दाखेरि हेलिकप्टर लगेर घुम्नुहुन्छ, तर आज त्यहाँ जनता हिमपैह्रो गएर आज अलपत्र परेका छन्। त्यति मात्र होइन, सगरमाथा संवाद के को संवाद, कहाँको संवाद, कताको संवाद? हिमपैह्रोले मान्छे मारिराखेका छ, त्यता उद्धार छैन, यहाँको नाटकबाजी। त्यही भएर अहिले पनि म सरकारलाई अनुरोध गर्न चाहन्छु, संसद मार्फत सभामुखले रुलिङ गरून्। कर्णालीका जनता जनता हुन्, यो देशको नागरिक हुन्। आज मैले बोल्ने भाषा पनि यो कर्णालीको हो। सभामुखज्यू, त्यो भएर सम्माननीय सभामुखज्यूलाई रुलिङको आवश्यक गर्छु कर्णालीमा। एकजना व्यक्ति विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा त्यो संस्था नाफामा जाने र अर्को व्यक्ति कार्यकारी निर्देशकमा नियुक्ति भएको 15 दिन नहुँदै 4-5 अरब घाटामा देखिने घाटा रहने, यसको वास्तविक रहस्य के हो? जनता र सदनले बुझ्ने गरी लिखित डकुमेन्ट यो सदन समक्ष पेश गर्न सभामुख मार्फत म नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। होस्, धन्यवाद। मिटर ब्याज पीडितलाई न्याय कहिले पाउँछ? श्रीमान गौरी बहादुर कार्कीले दिएका सुझावहरू तथा श्रीमान तेजबहादुर कार्कीको आयोगले बनाइदिएको कार्यविधि स्वीकृत गर्ने हो भने र कार्यान्वयन गर्ने हो भने 80% मिटर ब्याज पीडितका समस्या समाधान हुन्छ। तर त्यसको लागि मान्छे थुन्नु पर्यो, आफ्नो अर्को भन्नु भएन। तर पीडितलाई पीडित बनाइरहेको छ। अहिले कतिन्जेल आन्दोलन गराइरहने, आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नीति कस्तो हो यस्तो? हिजो भर्खर भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भने जस्तो काम गर्न नसक्ने बताएका छन्। यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो। अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको छ। पीडितले भेट्न जाँदा सिंहदरबारमा नो एन्ट्री भनिएको छ। मिटर ब्याज पीडितको समस्या यसरी समाधान हुँदैन। आफ्नो पार्टीको साहु महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ। मिटर ब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कहीँ कतै भाग्छ भनेर कतै शङ्का उत्पत्ति हुने गरी काम नगरौँ। मिटर ब्याज पीडितलाई न्याय चाहियो। पीडितको आन्दोलनदेखि डराउने तर काम केही नगर्ने, यसले के सन्देश दिन्छ? मिटर ब्याज पीडितलाई न्याय चाहियो। सम्माननीय सभामुख महोदय, धन्यवाद।